So now moving on the management of the December. Management of BPB. यसमा के गरिन्छ हाम्रो म्यानेजमेन्टमा? फर्स्टमा के हुन्छ पार्टिकुलर, के हुन्छ पार्टिकल रिपोजिसनिङ एउटा मेन्युवर आउँछ मेन्युवर। त्यसमा हाम्रो के हुन्छ इप्ली मेन्युवर गर्छ मेन्युवर चोइस अफ ट्रिटमेन्ट हाम्रो चोइस अफ ट्रिटमेन्ट हो। चोइस अफ ट्रिटमेन्ट त्यसपछि आउँछ सेल्फ ट्रिटमेन्ट हाम्रो सेल्फ ट्रिटमेन्ट त्यसमा के हुन्छ मोडिफाइड इप्ली मेन्युवर पर्छ मेन्युवर। हाम्रो ब्रान्ड ड्यारफ एक्सरसाइज एउटा पर्छ एक्सरसाइज। त्यसपछि मोडिफाइड सेमोन्ड दिज आर द सम मेन्युवर सेल्फ ट्रिटमेन्टको लागि। देन हाम्रो आउँछ मेडिकेसनमा के दिन सक्छौँ मेडिकेसनमा हाम्रो आउँछ एउटा हुन्छ के यो एन्टिमेटिक्स दिन सक्छौँ एन्टिहिस्टामिनिक एन्टिहिस्टामिन्स एन्ड एन्टिकोलिनर्जिक। सो बेटर हाम्रो के हुन्छ सर्जरी के हुन्छ एभोइड गरिन्छ। यसमा के हुन्छ सर्जरिज बेटर एभोइड गरिन्छ पोसिबिलिटी हियरिङ लस हुन सक्छ एभोइड किन हियरिङ लस हुन सक्छ हियरिङ लस। त्यसपछि हाम्रो के छ कि सिङ्गुलर के हुन्छ अब सर्जरीमा के गरिन्छ हाम्रो यसमा एउटा हुन्छ सिङ्गुलर न्युरेक्टोमी हुन्छ यसमा न्युरेक्टोमी। त्यसपछि आउँछ पोस्टेरियर केनाल प्लगिङ प्रोसिड्युर अर्को भनेको हुन्छ भेस्टिबुलर नर्भ सेक्सन यति भयो हाम्रो। सो दिस इज रिगार्डिङ द सर्जरी। सो अब हामी इप्ली के भन्छ र यो इप्ली मेन्युवरको बारेमा बुझौँ। इप्ली मेन्युवरमा के गरिन्छ फर्स्ट के भन्छ पेसेन्टलाई हुन्छ यसमा पेसेन्टलाई बसाइन्छ एन्ड अपराइट फेसिङ इक्जामिनर राखेर एन्ड ग्राप्सिङ कस्तरी इक्जामिनरले हेड समात्छ एन्ड बोथ ह्यान्ड स्टेबल गर्छ एन्ड जसले गर्दाखेरि मुभ रेपिडली इन्टु द सुपाइन पोजिसन एन्ड देन के हुन्छ कि मुभ रेपिडली इन्टु द सुपाइन पोजिसन एन्ड हेड जुन छ नि त्यो एक्सटेन्ड गरिन्छ एन्ड एक्सटेन्ड गरेपछि के हुन्छ कि यसो यो मान्छे बसेको छ र यो बसेको सिटिङ पोजिसनमा छ भने सिटिङ पोजिसनमा छ यसलाई यो के गरिन्छ यसलाई यसको हेड समातिन्छ यसरी इक्जामिनरले हेड समातेको छ मजाले अनि के गर्यो यसलाई रेपिडली आफू सुपाइन पोजिसनमा लग्यो मतलब यो रेपिडली केमा गयो यसरी गयो सुपाइन पोजिसनमा गयो पेसेन्ट एन्ड देन रेपिडली सुपाइन पोजिसनमा गएपछि के हुन्छ कि जुन उसको हेड छ नि एक्सटेन्डिङ हुन्छ एन्ड देन बियोन्ड द इक्जामिनर टेबल। अब के हुन्छ कि उसको हेड राइटतिर सिफ्ट गरिन्छ हुन्छ राइट इयर डाउनवर्ड गरिन्छ डाउनवर्ड जान्छ एन्ड जसपछि एक्जामिनेसन मुभ गर्छ हेडलाई टेबलमा एन्ड देन के हुन्छ कि हेड जुन छ रिपोजिसन गरिन्छ मतलब कि यसरी गएपछि यसरी हेडलाई घुमाइन्छ रिपोजिसन गरिन्छ त्यसले गर्दा हेड इज क्विकली रोटेट टु द लेफ्ट जान्छ एन्ड जसले गर्दाखेरि स्टप राइट इयर अपवर्ड एन्ड पोजिसन जुन छ नि त्यो 30 सेकेन्डसम्म गरिन्छ गरेपछि त्यसपछि के हुन्छ पेसेन्ट रोल अन टु द लेफ्ट साइड एन्ड देन के हुन्छ एक्जामिनर रेपिडली रोटेट द हेड अन्टिल द नोज इज एङ्गल टुवार्ड्स कति फ्लोर अफ द पोजिसन 30 डिग्रीसम्म पुग्नु पऱ्यो। मतलब कि यसको यो जुन हेड छ नि अब रिभर्स रोटेट गर्नु पऱ्यो। अब रिभर्स रोटेट गरेपछि के हुन्छ कि पेसेन्ट इज रेपिडली के भन्छ लिफ्टेड इन्टु द सिटिङ पोजिसन फेरि लग्ने फेरि सिटिङ पोजिसनमा रेपिडली लग्ने
अनि त्यो लगेपछि के हुन्छ कि इन्टायर सिक्वेन्स रिपिटेड अन्टिल द निस्टागमस क्यान बी रिसेटेड। अब यो इन्टायर प्रोसिड्युर फेरि रिपिट गरिन्छ यदि तपाईँसँग हाम्रो निस्टागमस आएन भने हाम्रो निस्टागमस देखिन्छ। यति गरेपछि यदि पेसेन्टमा त्यो छ भने टोइलेट्स प्रिलिमिनरी भर्जन चोइस अफ ट्रिटमेन्ट हो। यसमा के हुन्छ कि हाम्रो स्टेप स्लोली मुभ गरिन्छ, के हुन्छ ओटोकोनियम पार्टिकल छ नि पोस्टर सिम्पल जान्छ एन्ड ब्याक के हुन्छ ब्याक इन्टु युटिकल जान्छ। त्यसलाई एप्रोक्सिमेटली 5 मिनट 5 मिनट लाग्छ। पेसेन्ट इन्स्ट्रक्टेड एन्ड के हुन्छ 20-20 आवर एन्ड डु नट बेन टु 24 आवर्स आफ्टर द प्रोसिड्युर एन्ड देन दिस चाहिँ मिनिमल एन्ड डिप हाल्पिक्स दिस रिपिट गरिन्छ। जस्तो गरेर थाहा हुन्छ कि हाम्रो पेसेन्टलाई निस्टागमस आयो भने फटिग आयो भने यो चाहिँ हाम्रो पेसेन्टलाई डायग्नोस पनि हुन्छ। त्यो चाहिँ ट्रिटमेन्टले गर्दाखेरि पोजिसनिङ हुन्छ। सो दिस इज रिगार्डिङ द के भयो म्यानेजमेन्ट अफ हाम्रो के हो यो बिपिबी। अरूमा हाम्रो के हुन्छ अरूमा भनेको हाम्रो एउटा मोडिफाइड इप्ली मेन्युभर भइसक्यो। त्यसपछि ब्रान्ड डायरेक्ट एक्सर्साइज एन्ड मोडिफाइड सेमन्ट मेन्युभर हुन्छ। त्यो चाहिँ हामी पछिको भिडियोमा डिस्कस गरौँला।